के छ थाइल्यान्डमा हामीले हेरिरहेका छौँ यहाँको दौड अनि यहाँको म्याराथन ब्याङ्सेन 10 जुन भोलि बिहान हुँदैछ यसको तयारीलाई तपाईँले कसरी हेर्नुभयो? म एकदम पहिलादेखि नै यो ब्याङ्सेन 10 को एकदम प्रतीक्षामा थिएँ। एकपल्ट जसरी पनि हेर्न आउनुपर्छ भन्ने मलाई लागिरहेको थियो। किन भन्दाखेरि यो वर्ल्ड एथलेटिक्सले नै एउटा उच्च मूल्याङ्कन गरेको एउटा प्लाटिनम लेभलको इभेन्ट हो यो। र आज यसको व्यवस्थापन पक्ष वा दिउँसो हामीले जुन एक्सपो हेऱ्यौँ, एक्सपो हेर्दाखेरि पनि एकदम वाउ लाग्यो। जसरी यहाँको एउटा रनिङ कल्चर, यहाँको आकर्षण होइन। र सँगसँगै अहिले हामी भोलि बिहान सुरु हुँदैछ। अहिले हामी रातिको झन्डै 11 बजेको छ। अहिले हेर्न सक्छौँ हामीले झन्डै 1.5 किलोमिटर जति बाटो सबै आवागमन बन्द गरिएको छ। मलाई के लाग्छ भने यसले चाहिँ एउटा सिङ्गो सहरलाई, ब्याङ्सेन सहरलाई एउटा गौरव बोध गराएको छ। सायद यसरी नै होला सहरको विकास हुने जस्तो लाग्छ। र आज सबैले साथ दिएका छन् र सबैले यो बाटोलाई आवागमन बन्द हुनको लागि सहज बनाइदिएको जस्तो अनुभूति भयो। र यसले गर्दाखेरि नै एकातिर इभेन्टले सहरलाई ब्रान्डिङ गरिरहेछ भने सहरले पनि फेरि इभेन्टलाई राम्रो बनाउनको लागि साथ दिइरहेको जस्तो अनुभूति मलाई लागिरहेछ। पक्कै पनि थाइल्यान्ड एउटा दौडहरूको सहर पनि जस्तो पनि देखिन्छ। धेरै खालको प्रतियोगिताहरू जुन राष्ट्रिय रूपमा मात्र होइन अन्तर्राष्ट्रिय रूपमा पनि चर्चित छन्। यो थाइल्यान्डबाट चाहिँ नेपालको म्याराथन दौडहरू विभिन्न चाहिँ दौडहरू भइरहेछ। त्यसलाई हेर्दाखेरि चाहिँ एउटा नेपालगञ्ज म्याराथनको चाहिँ एउटा संस्थापकको हिसाबले, आयोजकको हिसाबले केही अनुभूति त भयो होला? मलाई चाहिँ कस्तो अनुभूति भयो भने जस्तो एसियामा धेरै यो एम्ससँग आबद्ध म्याराथनहरू जापान र थाइल्यान्डमा थिए। त्यसले पनि के लाग्छ भने अहिले चाहिँ इन्डियामा पनि धेरै सङ्ख्यामा बढेको छ। र थाइल्यान्डमा रनिङ कल्चर एकदमै उच्च छ भन्ने कुरा मलाई यस अगाडि नै लागेको थियो। र त्यो हामीले यहाँ आएपछि त्यो अनुभूति गर्न पायौँ। जसरी विभिन्न आयोजकहरू छन् तर सबैजना एक ठाउँ जमघट भएर, जसरी हिजो हामी बस्यौँ एसिया रोड रेस फोरममा, यसरी उहाँ यो थाइल्यान्डका रनिङ इभेन्ट आयोजकहरूले कसरी हुन्छ आफ्नो प्रभाव संसारभरि फैलाउने र संसारभरका मान्छेहरूलाई आफ्नो देशमा भित्राउने भन्ने जसरी काम गरेको देखिन्छ। पक्कै पनि हाम्रो पनि त्यो सपना त्यही नै हो। तर त्यसको लागि के चाहिँदो रहेछ भन्दाखेरि स्थानीय स्तरमाबाट नै एउटा इभेन्टलाई कसरी सस्टेन गराउने अथवा कसरी जीवन्त राख्ने अथवा कसरी त्यसलाई एकदम उत्साह र ऊर्जा प्रदान गर्ने भन्ने महत्त्वपूर्ण हुँदो रहेछ। त्यो कुरा चाहिँ थाइल्यान्डको यो ब्याङ्सन वासीहरूको पनि त्यो हो कि भन्ने हामीलाई अनुभूति आज एक्सपोको भिड भडाका जुन थियो, जसरी सबैजना गएर त्यहाँ किनमेलमा व्यस्त, फोटो खिच्नमा व्यस्त, छोराछोरीलाई लिएर जसरी एकदम खुसीको माहौल थियो। र त्यो माहौलले के देखाउँछ भन्दाखेरि एउटा कुनै पनि इभेन्टलाई स्थापित गर्नको लागि स्थानीय स्तरबाट नै त्यसलाई एउटा संस्कृतिको रूपमा विकास गर्नुपर्छ भन्ने लाग्छ। र त्यो मैले चाहिँ त्यो ब्याङ्सेनमा पाएँ। यही नै हो हामीले पनि गर्न खोजेको। यदि स्थानीयवासीले एउटा संस्कृतिको रूपमा, एउटा पर्वको रूपमा लिन खोज्यो भनेपछि त्यो इभेन्ट यति त्यसको दायरा फराकिलो हुँदै जान्छ कि भोलि सिङ्गो सहरले नै एउटा प्राउड गर्ने, एउटा गर्व गर्ने इभेन्ट हुनसक्छ भन्ने कुरा यो ब्याङ्सेन 10 को पूर्व सन्ध्यामा हामीले आज अनुभूति गरेको कुरा त्यही हो जस्तो लाग्छ। पक्कै पनि ससाना बालबालिकादेखि एक हिसाबले उमेरले प्राउड भन्न मिल्ने खालका व्यक्तिहरू पनि भोलिको दौडको लागि तयारी हालतमा बसेको जस्तो देखिन्छ। हामीले सुनेअनुसार चाहिँ झन्डै 15,000 भन्दा बढी मानिसहरू यो चाहिँ दौडमा भाग लिँदैछन्। व्यवस्थापकीय हिसाबले पनि एकदमै धेरै चुस्त व्यवस्थापन गरेको पनि देखिन्छ। सँगसँगै मान्छेहरूको चाहिँ व्यग्रता, उत्साह जे छ त्यसले पक्कै पनि सिङ्गो सहर नै दौडिँदै लागिरहेछ। त्यसको लागि एकदम व्यग्र प्रतीक्षामा छ भने जस्तो पनि देखिन्छ। विभिन्न देशबाट आइरहेका चाहिँ पर्यटकहरू वा अहिले यो कन्फरेन्समा, यो जुन फोरममा सहभागी भएको हिसाबले पनि त्यो देखिन्छ। वास्तवमा यसले चाहिँ हामीले लिन पर्ने चाहिँ सन्देश पनि पक्कै छ नि, होइन? पक्कै पनि यसबाट हामीले त जसरी यस वर्ष हामी अलिकति ठुलो सङ्ख्यामा 4 सदस्य जुन आएका छौँ, हामी त्यही अध्ययन गर्न नै आएका हौँ, होइन? एउटा कन्फरेन्सबाट संसारको एउटा मुभमेन्ट कसरी अगाडि बढिरहेछ त दौड मार्फत त्यो एउटा बुझ्ने र
र सँगसँगै दौडको संस्कृति थाइल्यान्डको यो ब्याङ्सेन सहरमा कस्तो रहेछ अथवा ठुलो इभेन्टहरू कसरी आयोजना हुँदो रहेछन् भन्ने कुरा हेर्ने, केही सिक्ने र आफ्नो समुदायमा गएर त्यो आफ्ना अनुभवहरू सेयर गरेर सबैलाई एउटा यसतर्फ आकर्षित गर्ने भन्ने नै हो। र त्यसमा मलाई चाहिँ व्यक्तिगत रूपमा त्यो अनुभूति भइरहेको छ। पक्कै पनि हामीले यो कुराहरू बुझाउन सक्यौँ भने नेपाललाई पनि एउटा दौडको हब बनाउन पक्कै पनि सकिन्छ जस्तो लाग्छ मलाई चाहिँ। पक्कै पनि नेपालमा पनि धेरै दौडहरू चाहिँ अगाडि बढाएको छ। हामीहरूले नै सुरु गरेका दौडहरू पनि नेपालगञ्ज म्याराथन, हाफ म्याराथन, 10 किलोमिटर नाइट रन, गौघाट ग्रिन रन र हामी आउने 2 सातामै काठमाडौँ हेरिटेज रन, नेपाल हेरिटेज रन 25K गर्दैछौँ। त्यस हिसाबले पनि वास्तवमा प्रसार चाहिँ भइरहेछ। तर जुन खालको अपनत्व लिने समुदायहरू चाहिँ पनि सक्रिय हुने क्रम बिस्तारै अब बढ्दै गएको त हो नि। पक्कै पनि पछिल्लो समयमा बढ्दै गएको छ र हामीले पनि इभेन्टलाई बढाउँदै गएका छौँ होइन। नयाँ नयाँ अवधारणामा हामीले जसरी एउटा नेपालमा एकमात्र रात्रि दौड हामीले सुरुवात गरेका छौँ, त्यसको प्रभाव राम्रै देखेको छ। अहिले हामीले विदेशी पर्यटकलाई लक्षित गरेर काठमाडौँ 25K नेपाल हेरिटेज रन जुन सुरु गर्दैछौँ, यसरी हामीले अन्य कर्णाली हाफ म्याराथनदेखि लिएर गौघाट ग्रिन रन हामीले सुरु गऱ्यौँ। त्यसमा स्थानीयको जागरुकता बढ्ने क्रम छ। तर हामी चाँडै नै विश्व समुदायसँग हामी सँगसँगै जान चाहन्छौँ। त्यसको लागि नै हामीमा अलिकति बढी हुटुटी छ र त्यसमा चाहिँ स्थानीयवासीहरू अथवा समाजका अगुवाहरूले यसमा पहल कदमी लिन, यसमा समन्वय गर्न, सहजीकरण गर्न जरुरी छ जस्तो लाग्छ। अझ नेपाल जस्तो देशमा त हामीले रोड रेसलाई उच्च प्राथमिकतामा राख्नुपर्छ जस्तो लाग्छ। किन भन्दाखेरि हामीले अब हाम्रो देश आर्थिक अवस्थामा हामी कमजोर छौँ भनिरहेका छौँ, हामीसँग स्रोतहरू छैन भनिरहेका छौँ भने हामीलाई ठुल्ठुला पूर्वाधारहरू बनाउनुभन्दा हामीले सडक राम्रा बनाइदिने हो भनेपछि विदेशी पर्यटकलाई आउजाउमा पनि सहज हुने र त्यसैमा नै हामीले ठुला ठुला रोड रेसहरू आयोजना गर्नु पर्यो भने रोड रेसलाई त कुनै पनि पूर्वाधारको आवश्यकता छैन। त्यो हो, अनि त्यो सिधै जनतासँग जोडिएको मुद्दालाई सम्बोधन गर्न सकिने विधा भनेको मलाई चाहिँ रोड रेस लाग्छ। त्यो भएर रोड रेसलाई चाहिँ नेपाल जस्तो एउटा विकासोन्मुख देशले उच्च प्राथमिकतामा राख्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। पक्कै पनि हिजोको जुन चाहिँ एसिया रोड रेस फोरम, यसमा विभिन्न देशहरूका 12-14वटा देशका चाहिँ विभिन्न अनुभवहरू हामीले सुन्यौँ। धेरै नै एकदमै उत्साहप्रद छ र विभिन्न अरू खेलहरूको तुलनामा म्याराथन, हाफ म्याराथन वा रेसहरू वा रोड रेसहरू, यसले चाहिँ वास्तवमा यसको सन्देशहरू अरू खेलहरूभन्दा त्यहाँ कुरा पनि आयो। यो कुनै म्याराथन भन्दा पनि यो चाहिँ मुभमेन्टको कुरा छ होइन। मान्छेहरू चाहिँ ठुला चाहिँ म्याराथनका आयोजकहरू ठुला यस मानेमा कि त्यसको चाहिँ स्थापित भएको हिसाबले, दौडिने सङ्ख्याको हिसाबले र त्यसले गरेको व्यावसायिक वा अर्को एउटा क्याम्पेनको हिसाबले ती ठुला मानिएका जापान, इन्डिया, सिरिया लगायतका देशहरूका चाहिँ स्थापित म्याराथनहरूको हामीले अनुभवहरू सुन्यौँ। छोटोमा त्यसलाई कसरी सम्झिनुहुन्छ? नै वास्तव हो, म पनि भन्छु म्याराथन एउटा इभेन्ट होइन, यो एउटा मुभमेन्ट हो। किन भन्दाखेरि यसको सुन्दर पक्ष भनेकै मैले भन्ने गरेको छु पटक जस्तो हेर्छौँ, भोलि हामीले एउटा सडकमा सबैजना एकैपटक हजारौँ मान्छे एक ठाउँमा आउँदाखेरि सन्देश हेरौँ न, कति सुन्दर छ यसमा होइन। सबै एउटा जुन एउटा सामाजिक एकताको कुरा छ, विभेदीकरण अन्त्यको कुरा छ होइन। अनि यसले गर्दाखेरि के हो त भने हामीले सिङ्गो समाज एकै ठाउँमा कुनै पनि विभेद रहित सबैजना सहभागी हो नि त म्याराथनमा। भोलि सडकमा आउने सबैजना एज अ प्रतिस्पर्धीको रूपमा सबैजना उत्रिया हुन्छ। हो, हामीले केवल संसारभरको अभ्यास चाहिँ के हो त भन्दाखेरि जित्ने त थोरै 150जना मान्छे मात्रै जित्नुको लागि जाने हो, तर हजारौँ मान्छे जुन जान्छ त्यो भनेकै एउटा हामी विश्व मान्छेको मानव समुदाय हामी एकढिका हुनुपर्छ र हामी एकजुट भएर सँगसँगै बढ्नुपर्छ भन्ने सन्देश हो नि त। र एउटा अथवा आफ्नो गन्तव्यमा पुग्नको लागि त्यति हतारिनु छैन है, हामी सँगसँगै जाउँ भन्ने एउटा जुन सन्देश छ, एकदम सुन्दर पक्ष छ। यो कुरा हामीले हाम्रो पुस्ताहरूलाई, आउने पुस्तालाई पनि बुझाउन सक्नुपर्छ। हिजोको कन्फरेन्समा पनि हामीले जुन सुन्यौँ र विदेशीहरूलाई आकर्षित गर्नका लागि अलिक नयाँ अवधारणामा काम गर्नुपर्छ होइन। आफ्नो पहिचान के हो त, रोड रेस त सबैले गर्छन्, तर त्यसको फरक के हो त, मौलिकता के हो भन्ने कुरामा पनि जोड दिनुपर्छ भन्ने लाग्छ। र त्यो हामीले हिजो सिकेको कुरा त्यही हो। यो अब समुद्रको सतहबाट सगरमाथाको देशसम्म यसको सन्देश हामीले पक्कै लैजानेछौँ। बाँकी अब भोलि
पनि हामीले भोलि बिहानै यो रेस हुँदैछ त्यसलाई हेरेर पनि त्यसबाट पनि हामीले अनुभवहरू लिनेछौँ। ठिक छ, पक्कै पनि भोलि हामी बिहान यो अत्यन्तै प्रतिष्ठित ब्याङ्सेन 10 यो 10 किलोमिटर रोड रेस जुन हाम्रो सबैको लागि एउटा प्रतीक्षाको घडी रहेको छ, भोलि फेरि हामी केही आवश्यक संवाद गर्नेछौँ। अहिले चाहिँ धन्यवाद। धन्यवाद।